हेलो गाइजहरू ल हामी चाहिँ आज यहाँदेखि निस्क्यौँ भन्नुपर्छ हिजो बसेको अस्ति बसेको हिजो चाहिँ हामी यता डाँडा घाम गाइजहरू आज चाहिँ हामी यता महाबुतिर जाँदा ल प्याज सब रेडी भएर यहाँ सामान प्याक गरेर सामान प्याक गरेर कहाँ हुन्छ आजको बसेको होइन जहाँ पानी पाउँछ त्यही छोरा साइड आउनुपर्छ यहाँ पानी नभएर कता आएर खानासाना बनाएर पानी अब हामी चाहिँ यता काम यता पनि लिएर आयो अब यता जानु हेलो गाइजहरू हामी चाहिँ अब यहाँ हिँडेर यहाँ बिचबाट आइपुग्छौँ जस्तो भइरहेको बसे थाहा छैन पुरा पानी आउँदै गइरहेको बसे थाहा छैन पानी पानी पर्ने सम्भावना धेरै छ केटाहरू कहाँसम्म जाने हामी ए ल